नेपाली र जापानिजमा बार सेम हुन्छ अरे? नमस्ते, मेरो नाम के हो? म नेपाली बोल्ने जापानिज हो। जापानमा काम गर्दा बार बुझ्न एकदम महत्त्वपूर्ण छ। आज म तपाईहरुलाई जापानिजमा बार कसरी भन्छ सिकाउँछु। नेपाली र जापानिजमा बार दुवैमा ग्रहको नामबाट आएको हो। आइतबार चाहिँ जापानिजमा निचियोबी भन्छ। यो सनसँग सम्बन्धित छ। सोमबार चाहिँ गेचियोबी भन्छ। यो मुनसँग सम्बन्धित छ। मंगलबार चाहिँ खायोबी भन्छ। यो मर्दसँग सम्बन्धित छ। बुधबार चाहिँ सुयोबी भन्छ। यो मर्सीसँग सम्बन्धित छ। बिहिबार चाहिँ मोकुयोबी भन्छ। यो जुपिटरसँग सम्बन्धित छ। शुक्रबार चाहिँ कियोबी भन्छ। यो भेनससँग सम्बन्धित छ। शनिबार चाहिँ दोयोबी भन्छ। यो सतमसँग सम्बन्धित छ। यो थाहा भएपछि जापानिज बार याद गर्न धेरै सजिलो हुन्छ। बाहिर खोज्दा पनि कुन बारमा काम गर्न सक्नुहुन्छ भनेर सोध्दा कुरा बुझ्न र जवाब दिन सजिलो हुन्छ। यस्तो कुरा सिक्न मन छ भने फलो, लाइक, शेयर गर्नुस्। धन्यवाद। नमस्ते।